म आफ्नो पागल देवरको विवाह गराउन चाहन्थे ताकि उसको बच्चा म धर्मपुत्रको रूपमा लिन सकु, किनभने म बाँझी थिएँ। तर उसँग कसैले पनि विवाह गर्दैनथ्यो। जसले उसलाई देख्थ्यो उसैले इन्कार गरिदिन्थ्यो। यसरी मैले एउटा योजना बनाएँ। आफ्नो श्रीमानको तस्विर देखाएर सम्बन्ध पक्का गराइदिएँ। अनि जब विवाह हुन लाग्यो तब आफ्नो पागल देवरको अनुहार छोपिदिएँ। फेरि यसरी बिदाई भएको केही दिनमै दुलही गर्भवती भइन्। म धेरै खुसी भएँ र उसलाई 9 महिनासम्म स्टोर रुममा थुनेर राखिदिएँ ताकि उनी भाग्न नसकुन्। र फेरि जुन दिन बच्चा जन्मियो त्यो देखेर मेरो आत्मा नै काप्यो, किनभने त्यहाँ त मेरो श्रीमान हुनुहुन्थ्यो। नमस्कार साथीहरू, मेरो नाम रजनी हो र मेरो विवाह गाउँको एक धेरै ठुलो जमिनदारसँग भएको थियो। म छेउकै गाउँकी सबैभन्दा सुन्दरी केटी र एक धनी बाबुकी एक्ली छोरी थिएँ। मैले आफ्नो आमा बुवाको घरमा रानी जस्तै जिन्दगी बिताएकी थिएँ। एक दिन जमिनदारको नजर म माथि पर्यो र उनी मलाई हेरेको हेरै भए। उनले मलाई मन पराए र तुरुन्तै मेरो घरमा विवाहको प्रस्ताव पठाए। उनका आमा बुवा प्रस्ताव लिएर हामी कहाँ आए। यसरी हाम्रो विवाह भयो। विवाहको केही वर्षपछि नै मेरी सासू संसारबाट बिदा हुनुभयो अनि त्यसपछि ससुरा पनि बिरामीका कारण बित्नुभयो। अब महलमा म, मेरो श्रीमान र मेरो सानो देवर थियौँ। मेरो श्रीमान पनि म भन्दा 3 वर्ष कान्छो हुनुहुन्थ्यो। यसरी जिन्दगी खुसी साथ बितिरहेको थियो र श्रीमान म माथि ज्यान दिनुहुन्थ्यो। तर हामीसँग प्राकृतिक दुर्घटना यो भयो कि हामी दुई दम्पतिको विवाहको धेरै वर्षसम्म सन्तान भएन। ती 5 वर्षमा मैले पुरै हवेलीमा कब्जा जमाएकी थिएँ। मेरो रोब र दबदबा त्यो हवेलीमा हवेलीका पुरुषहरूको भन्दा पनि बढी थियो, किनभने मेरो श्रीमान धेरै सोझो किसिमको मान्छे हुनुहुन्थ्यो र पूर्ण रूपमा मेरो नियन्त्रणमा हुनुहुन्थ्यो। म जस्तो भन्थे उहाँ त्यस्तै गर्नुहुन्थ्यो। मलाई सुरुमा कुनै डर थिएन, तर जति जति समय बित्दै गयो म भित्र एउटा डर पलाउन थाल्यो। यहाँसम्म कि मेरो विवाह भएको 12 वर्ष भइसकेको थियो। म आफू निसन्तान हुनुको कारणले धेरै चिन्तित थिएँ। कुन यस्तो औषधि थियो होला जुन मैले नखाएको हौँ? जुन डाक्टरको बारेमा सुन्थे त्यही दौडिहाल्थे। तर सबै डाक्टरले यही भन्थे कि मेरो भित्र एउटा धेरै ठुलो समस्या छ जसका कारण मलाई कहिल्यै सन्तान हुन सक्दैन। यो सुनेर म झन् चिन्तित हुँदै गएँ र मलाई यो डर भयो कि कतै मेरो श्रीमानले अर्को विवाह नगरून्। महल धेरै ठुलो थियो र मेरो ससुरालीको धेरै सम्पत्ति थियो, जमिन थियो। यो हवेलीलाई जे चाहिएको थियो त्यो म दिन सक्दिनथे र मेरो देवर पागल थियो। उसबाट पनि सन्तानको आशा गर्न सकिँदैन थियो। अब मेरा अगाडि मेरो श्रीमानका सबै आफन्तले यही भन्थे कि हवेलीलाई उत्तराधिकारी चाहिन्छ, किनभने मेरो रोब र दबदबा धेरै थियो, खास गरी आफ्नो श्रीमानमाथि। उहाँ मदेखि डराउनु पनि हुन्थ्यो र मलाई माया पनि गर्नुहुन्थ्यो, किनभने यो उहाँको आफ्नै रोजाइको विवाह थियो। तर समयसँगै मलाई महसुस भइरहेको थियो कि उनको मायामा कमी आउन थालेको छ। मलाई यो डर थियो कि मानिसहरूले उनलाई मेरो विरुद्ध नभड्काउन्, किनभने सन्तान नभएका कारण मेरो स्थिति निकै कमजोर भइसकेको थियो। सौताको एउटा तरबार मेरो टाउकोमा सधैँ झुन्डिरहन्थ्यो। मलाई डरलाग्दो सपनाहरू आउन थालेका थिए। हरेक दोस्रो दिन मलाई सपना आउन थाले। म देख्थेँ कि मेरो श्रीमानले हात समातेर कुनै केटीलाई हवेलीमा ल्याइरहनु भएको छ। उहाँले मलाई भनिरहनु भएको छ कि यो मेरी दोस्रो श्रीमती हो, यसले मलाई उत्तराधिकारी दिनेछ। यी डरलाग्दा सपनाहरूले मेरो मुटु हल्लाइदिएका थिए। उहाँ हवेलीबाट बाहिर जानुहुन्थ्यो भने मलाई थाहा पनि हुँदैन थियो कि कहाँ जानुहुन्छ र कुन साथीहरूसँग उठ्ने बस्ने गर्नुहुन्छ। तर मलाई यो कुरा समझ भइसकेको थियो कि साथीहरूले अब उनलाई उत्तराधिकारी नभएको पट्टी पढाइरहेका थिए। सबैको नजर मेरो श्रीमानमाथि थियो, किनभने उहाँ धेरै ठुलो जमिनदार हुनुहुन्थ्यो र हरेक कोही चाहन्थ्यो कि उनीहरूको दिदी वा बहिनीले ठाउँ पाओस् र उनीहरू ऐशको जिन्दगी बिताउन्। म कुनै पनि हालतमा आफ्नो ठाउँ कसैलाई दिन चाहन्न थिएँ। 12 वर्षदेखि म हवेलीमा शासन गरिरहेकी थिएँ र मबाट यो कुरा बर्दास्त भइरहेको थिएन कि अरू कोही यहाँ आओस् र मेरो ठाउँमा शासन गरोस् र म एक कुनामा परिरहँ, किनभने राज्य केवल सन्तान हुनेकै हुन सक्छ। मलाई यो पनि महसुस भइरहेको थियो कि मेरो श्रीमान अर्को विवाह गर्न चाहनुहुन्छ, तर मेरो डरले केही भन्न सकिरहनु भएको छैन। एक दिन मैले उहाँलाई भनिहालेँ कि किन हामी कुनै बच्चा धर्मपुत्र लिँदैनौँ, त देखेँ कि यो कुरामा उहाँको मुड खराब भयो। उहाँ भन्न थाल्नुभयो कि हवेलीलाई आफ्नै उत्तराधिकारी चाहिन्छ जो आफ्नै रगत होस्। अरू कसैको बच्चा ल्याएर हामी के गर्छौँ? हाम्रो सबै सम्पत्तिमा हाम्रो रगतको हक हुनुपर्छ, न कि अरू कसैको। मेरो श्रीमानले कडाइका साथ भन्नुभयो र त्यहाँबाट जानुभयो। उहाँको यो व्यवहार देखेर म बुझिसकेकी थिएँ कि अब मेरो डुङ्गा डुब्न लागेको छ। मलाई चाँडैभन्दा चाँडै कुनै उपाय सोच्नु थियो, नत्र मेरो शासन सकिन्थ्यो र मेरो शासन सकियो भने म पागल हुनेछु।
यो सोचेर मैले एउटा योजना बनाएँ जसले गर्दा सर्प पनि मरोस् र लौरो पनि नभाँचियोस्। आफ्नो पागल देवरको बारेमा सोच्ने बित्तिकै मेरो दिमागमा एउटा विचार आयो। मैले सोचेँ कि मेरो देवर थोरै पागल छ, पूर्ण रूपमा पागल त छैन। उसको विवाह हुन सक्छ र उसले सन्तान जन्माउन सक्छ। उसको उमेर 24 वर्ष थियो। उसको दिमागी हालत केही ठीक थिएन, तर ऊ धेरै हदसम्म सामान्य रहन्थ्यो। तर अचानक उसलाई दौरा पर्न सुरु हुन्थ्यो। त्यसपछि उसलाई सम्हाल्न गाह्रो हुन्थ्यो। ऊ सधैँ मौन रहन्थ्यो, कसैलाई केही भन्दैनथ्यो। यस्तो लाग्थ्यो मानव कुनै मूर्ति होस्। तर जब ऊ बोल्थ्यो, चिच्याउन र कराउन सुरु गर्थ्यो र यस्तो दौरा पर्थ्यो कि हामी सबै हवेलीवाला हैरान हुन्थ्यौँ। कहिलेकाहीँ त मलाई महसुस हुन्थ्यो कि उसमा कुनै छाया आउँछ। मैले आफ्नो देवरको विवाह गर्ने सोचिसकेकी थिएँ ताकि उसकी श्रीमतीले हवेलीको उत्तराधिकारी दिन सकुन्। तर सबैभन्दा ठुलो समस्या यो थियो कि सबै कोही जान्दथे कि मेरो देवर थोरै पागल छ र कसैले उसलाई आफ्नो छोरी दिने छैनन्। त्यसपछि मलाई एउटा यस्तो केटीको खबर मिल्यो जो कम उमेर र सुन्दरी थिइन्। उनी बिल्कुलै सोझी थिइन्, अर्थात् प्रभावमा आउने खालके केटी थिइन्। ती मानिसहरू हाम्रो गाउँभन्दा धेरै टाढा बस्थे। उनीहरूलाई हाम्रो बारेमा सबै कुरा थाहा थियो, तर उनीहरूले कहिल्यै मलाई देखेका थिएनन्। म आफ्नो श्रीमानको प्रस्ताव लिएर ती केटीको घरमा गएँ, तर ती केटीको सासूको हैसियतमा, अर्थात् मैले झुट बोले कि म केटोको आमा हुँ। मेरो छोराको सन्तान छैन र म उसको दोस्रो विवाह गराउन चाहन्छु। हामी धेरै ठुला जमिनदार हौँ र हामीलाई उत्तराधिकारीको आवश्यकता छ। मेरी बुहारीलाई यो कुरा थाहा हुनु भएन, त्यसैले म गुप्य रूपमा लुकेर तपाईहरू कहाँ आएको छु र सुटुक्क विवाह गराउन चाहन्छु। तपाईहरू मसँग हवेली चल्नुहोस्। अहिले मेरी बुहारी आफ्नो माइत गएकी छिन्। 1 महिनाको अनुपस्थितिमा म आफ्नो छोराको विवाह चाहन्छु। जसै उनी आउँछिन् हङ्गामा गर्नेछिन्। उनको आगमन अघि नै म सबै सम्हाल्नेछु। तर म बाचा गर्छु कि यदि तपाईले आफ्नो छोरी मेरो छोरालाई विवाह गरिदिनु भयो भने म जेठी बुहारीलाई सम्बन्ध विच्छेद गराएर उसलाई घरबाट निकालिदिनेछु। मैले केटीको आमालाई भने। ती मानिसहरू निकै लोभी थिए र यति ठुलो सम्बन्ध देखेर खुसी भए। मैले आफ्नो पहिचान उनीहरूका अगाडि केटोको श्रीमती होइन, बरु केटोको आमाको रूपमा गराएँ, किनभने म श्रीमानभन्दा उमेरमा अलि जेठी थिएँ र समस्याका कारण मेरो अनुहारमा चाउरी परेको थियो र म उमेरमा पनि जेठी देखिन्थे र उनीहरूलाई मेरो कुरामा विश्वास भयो। धेरै झुट बोलेर म उनीहरूलाई आफ्नो हवेलीमा लिएर आएकी थिएँ। मैले उनीहरूलाई भने कि उनीहरू कसैसँग केही भन्ने छैनन्, मौन रहनेछन्। मैले उनीहरूलाई धेरै ठुलो मूल्य दिएकी थिएँ। पैसाको लोभमा आएर उनीहरूले केही बोलेनन्, बस चुपचाप बसिरहे। मेरो लागि झुट निभाउन निकै गाह्रो भइरहेको थियो। मैले उनीहरूलाई यो भनिन कि मेरो देवर पागल छ। धेरै गाह्रोसँग मैले उनीहरूलाई राजी गराएँ कि तपाईहरू बस मौन रहनुहोस् र कसैलाई केही थाहा हुनु हुँदैन। मैले उनीहरूको विवाह गराइदिएँ। मैले आफ्नो श्रीमानलाई रहस्यमय शैलीमा भने र उहाँलाई मौन रहन भने। उहाँ त पहिलेदेखि नै मदेखि डराउनुहुन्थ्यो र चुप लाग्नुभयो। फेरि म आफ्नो देवरलाई कुनामा लिएर गएँ र भने, म तिम्रो लागि केटी लिएर आएकी छु। गोप्य रूपमा तिम्रो विवाह एउटा प्यारी केटीसँग हुन लागेको छ। बस तिमीले आफ्नो अनुहार लुकाएर राख्नुपर्छ। मैले आफ्नो देवरलाई पनि राम्रै पट्टी पढाइदिएकी थिएँ र उसलाई केटी पनि देखाएँ। केटीको सुन्दरता देखेर मेरो देवर मौन भयो, त म बुझी गएँ कि ऊ त्यो केटीलाई आफ्नो बनाउन चाहन्छ। सबै कुरा मेरो चाहना अनुसार भइरहेको थियो। मेरो श्रीमान मौन हुनुहुन्थ्यो। मेरो देवरले पनि कुनै हङ्गामा गरेन। मैले तुरुन्तै पण्डित बोलाएँ र जसै विवाहको समय नजिक आयो, मैले आफ्नो देवरलाई सेहेरा बाँधेर बसाइदिए। उसको अनुहार देखिरहेको थिएन। केटीका आमा बुवा सोचिरहेका थिए कि सेहेराको पछाडि मेरो श्रीमान हुनुहुन्छ, तर सेहेराको पछाडि मेरो पागल देवर थियो। त्यो केटीको विवाह मेरो देवरसँग भयो। जसै विवाह सकियो, मलाई डर थियो कि कतै केटीका आमा बुवालाई सत्यताको थाहा नहोस्। त मैले चौकीदारलाई भनिदिए कि अब उपरान्त यी दुवै यहाँ आउनु हुँदैन र यदि यिनीहरूले हवेलीमा आउने कोसिस गरे भने यिनीहरूलाई धकेलेर बाहिर निकालिदिनु। यी दुवैको हवेलीमा प्रवेश वर्जित छ। यसरी मैले केटीका आमा बुवाको बाटो पनि काटिदिए। अब केटीको पालो थियो। मैले आफ्नो देवरलाई धेरै कुराहरू सिकाएर त्यो केटीसँग उसको कोठामा पठाइदिए। बिहान हुने बित्तिकै मेरो देवर कतै निस्कियो र फिर्ता आएन। ऊ बेपत्ता भयो। मलाई धेरै चिन्ता भयो। मैले आफ्नो श्रीमानसँग कुरा गरेँ त उहाँ बिल्कुलै बेफिक्री हुनुहुन्थ्यो। भन्नुभयो, आइहाल्छ नि, जान्छ कहाँ र।
सायद आफ्नो काकाको घर गएको होला। मैले देखेँ कि केटी असाध्यै सुन्दरी र सोझी छिन्। त्यो नयाँ केटीको नाम कविता थियो। कविताको हैसियत हवेलीमा एक नोकरको भन्दा बढी थिएन। भला म कसरी बर्दाश्त गर्न सक्थेँ कि मेरो देवरानी मेरो बराबरमा आएर उभियोस्। तर देवर बेपत्ता हुनाले म अलि चिन्तित पक्कै थिएँ। ऊ बिहानै गएको थियो र त्यसपछि 1 महिना बित्न लागेको थियो। ऊ फिर्ता आएन। महिनाको अन्त्यमा मलाई थाहा भयो कि मेरी देवरानी गर्भवती छिन् त म धेरै खुसी भएँ। म जे चाहन्थे त्यस्तै भइरहेको थियो। हवेलीलाई उनीहरूको आफ्नै उत्तराधिकारी मिल्नेवाला थियो, जस्तो कि मेरो श्रीमानको इच्छा थियो। मैले आफ्नो श्रीमानलाई भने, तपाईले भन्नुभएको थियो नि कि हवेलीलाई आफ्नो रगत चाहिन्छ उत्तराधिकारीको रूपमा। अब कविताले उत्तराधिकारी दिनेवाला छिन्। यो बच्चा म आफै पाल्नेछु। यो बच्चा मेरो हुनेछ। यो तपाईहरूको आफ्नै रगत पनि हुनेछ र उत्तराधिकारी पनि हुनेछ। मैले आफ्नो श्रीमानलाई भने त उहाँ मौन हुनुभयो। उहाँले मलाई कुनै जवाफ दिनु भएन। नजाने किन उहाँको यो मौनता मलाई कुनै आँधीको पूर्व संकेत जस्तो लागिरहेको थियो। खैर मैले दिन गन्न सुरु गरे कि कहिले त्यो बच्चा पैदा हुनेछ र कहिले म उसलाई आफ्नो काखमा लिनेछु र त्यसपछि म आफ्नो देवरानीलाई पनि हवेलीबाट निकालेर बाहिर गर्नेछु। मेरो देवर जो विवाहको दोस्रो दिन गएको थियो तबदेखि बेपत्ता थियो। मेरो श्रीमानले धेरै खोजी गर्नुभयो तर उसको कुनै पत्तो लाग्न सकेन। तर मलाई देवर बेपत्ता हुनाले कुनै फरक पर्दैन थियो। मलाई बच्चा चाहिएको थियो र त्यो मलाई मिलिरहेको थियो। 9 महिनासम्म मैले आफ्नो देवरानीलाई कैद गरेर राखे। खानपिनको पूरा ख्याल राखे तर उसलाई कसैसँग भेट्न दिइन। उसका आमाबुवा एकपटक उसलाई भेट्न आएका थिए तर मेरा नोकरहरूले धकेलेर उनीहरूलाई निकालिदिए र भने कि अब उपरान्त यहाँ नआउनु। फेरि त्यो दिन पनि आयो जब पर्खाइको घडी सकियो र मेरो देवरको छोरा संसारमा आयो त म खुसीले गदगद भएँ किनभने मेरो काख भरियो। मैले तुरुन्तै बच्चा आफ्नो देवरानीबाट खोसेर लिए र उसलाई एउटा कोठामा बन्द गरिदिए र नोकरहरूको पहरा लगाइदिए कि यो भाग्न नपाओस् किनभने अहिले बच्चालाई दूध खुलाउनु थियो। तर एउटा अनौठो कुरा मैले महसुस गरेँ कि बच्चाको जन्ममा म भन्दा बढी मेरो श्रीमान खुसी हुनुहुन्थ्यो। उहाँ दिनभरि त्यो बच्चालाई काखमा उठाएर राख्नुहुन्थ्यो, उसँग कुरा गर्नुहुन्थ्यो। म छक्क पर्थेँ तर फेरि सोच्थेँ कि ल ठिकै छ, उहाँले यो बच्चालाई आफ्नो मान्नुभयो र अब हाम्रो जिन्दगी पूरा भयो। मैले त्यो बच्चाको नाम राजु राखेकी थिएँ। राजु हर समय मेरो साथमा रहन्थ्यो तर दूधका कारण मजबुरीमा मलाई उसलाई कविता कहाँ पठाउनु पर्थ्यो। कविता आफ्नै बच्चाका लागि तडपिरहन्थिन् तर मैले उसलाई सफा भनिदिएकी थिएँ कि यो बच्चाको बारेमा सोच्दा पनि नसोच्नु। फेरि एक दिन मेरो दिमागमा विचार आयो कि किन म राजुलाई बट्टाको दूध नखुवाऊँ र कवितालाई यहाँबाट निकालिदिउँ। मैले डाक्टरसँग सल्लाह लिएर राजुका लागि बट्टाको दूध सुरु गराएँ र अब कविताको मलाई कुनै आवश्यकता थिएन। मैले कवितालाई भने अब निस्क यहाँबाट, अब तेरो यहाँ कुनै जरुरत छैन र अब उपरान्त आफ्नो अनुहार नदेखाउनु। म कवितालाई घिसार्दै बाहिर लैजाँदै थिएँ कि अचानक मेरो श्रीमान अगाडि आउनुभयो र उहाँले यो सब देख्नुभयो तर मलाई उहाँको परवाह थिएन। म अक्सर हवेलीका नोकरहरूसँग यस्तै व्यवहार गर्दै आएकी थिएँ र मेरो श्रीमान सधैँ चुपचाप तमासा हेरिरहनुहुन्थ्यो। तर आज उहाँले पहिलो पटक रिसमा भन्नुभयो, यो के गरिरहेकी छौ तिमी? जिन्दगीमा पहिलो पटक मेरो श्रीमान रिसले गर्जनु भयो त म ट्वाल्ल परे। तपाईँ यो केटीका कारण ममाथि चिच्याइरहनु भएको छ? मैले पनि रिसमा भने, तिमीले यसलाई यो हवेलीबाट निकाल्न सक्दैनौ किनभने यो हवेलीको उत्तराधिकारी कि आमा हो। मेरो श्रीमानले चिच्याउँदै भन्नुभयो। त म हैरान भए। उहाँ पहिलो पटक मसँग यसरी कुरा गरिरहनु भएको थियो। हवेलीको उत्तराधिकारी कि आमा म हुन्, यसको यहाँ कुनै ठाउँ छैन। मैले उहाँ भन्दा पनि ठुलो स्वरमा भने। त यस्तो लाग्यो मानौ हवेलीका पर्खालहरू काँपेका छन्। यो केवल हवेलीको उत्तराधिकारी कि आमा मात्र होइन, बरु हवेलीको मालिक कि श्रीमती पनि हो। मेरो श्रीमानले रिसमा भन्नुभयो, यो पागललाई तपाईँ हवेलीको मालकिन भनिरहनु भएको छ? हवेलीको मालिक केवल तपाईँ हुनुहुन्छ। मैले भने त उहाँले जवाफ दिनुभयो, हो, हवेलीको मालिक म हुँ र यो मेरी श्रीमती हो। त्यो दिन यसको विवाह मेरो भाइसँग होइन मसँग भएको थियो। सेहराको पछाडि मेरो भाइ होइन म थिएँ र यो बच्चा जो जन्मिएको छ यो मेरो आफ्नै रगत हो। यो सुन्ने बित्तिकै म ट्वाल्ल परे। मलाई यस्तो झट्का लाग्यो जस्तो जिन्दगीमा कहिले लागेको थिएन। म सारा उमेर अरूलाई धोका दिइरहेँ र अब मेरो साथमै सबैभन्दा ठुलो धोका भएको थियो। मैले कापेको स्वरमा भने, यो झुट हो, तपाईँ झुट बोलिरहनु भएको छ। सबै नोकरहरू मलाई हेरिरहेका थिए र मलाई सफा महसुस भइरहेको थियो कि मेरो बर्बादी सुरु भइसकेको छ।
नौकरहरूको आँखामा म गिरिसकेको जुन चमक थियो त्यो म सफा देख्न सकिरहेकी थिएँ, किनभने मैले उनीहरूमाथि जुल्म नै धेरै गरेकी थिएँ। म हक्काबक्का उभिरहे र भने, यति ठुलो धोका तपाईँले मेरो साथमा गर्नुभयो? मेरो श्रीमानले रिसमा भन्नुभयो, तिमीलाई के लाग्छ रजनी, धोका दिन केवल तिमीलाई मात्र आउँछ? केवल तिमी मात्रै मानिसहरूको जिन्दगीसँग खेल्न सक्छौ, उनीहरूलाई बर्बाद गर्न सक्छौ, तर तिमीलाई कसैले धोका दिन सक्दैन? त्यो मासुम केटीको विवाह तिमी एउटा पागलसँग गराउन चाहन्थ्यौ, जबकि तिमी जान्दथ्यौ कि जब उसलाई दौरा पर्छ त उसले कसैको ज्यान पनि लिन सक्छ। तिमी उसको जिन्दगी बर्बाद गर्न लागेकी थियौ, तर मलाई यो मन्जुर थिएन। त्यसैले विवाहको समयमा मैले आफ्नो भाइलाई त्यहाँबाट हटाइदिएँ र आफै सेहरा लगाएर बसे र त्यो केटीको विवाह मसँग भयो र यो बच्चा मेरो आफ्नै रगत हो। अब यो घरबाट जाँदैन। यो घरबाट जाने समय अब तिम्रो आएको छ। तिमी निस्क यो हवेलीबाट। म आफ्नो श्रीमानको कठालो समात्नका लागि अगाडि बढेँ त कुनै चिजसँग ठोकिए र सिसाको मेजमा मेरो टाउको लाग्यो र त्यसपछि मेरो आँखाको अगाडि अँध्यारो छायो र मलाई केही याद छैन कि मेरो साथमा के भयो। जब मेरो आँखा खुल्यो त म अस्पतालमा थिएँ। मेरो श्रीमान कहाँ हुनुहुन्छ? अगाडि उभिएकी नर्सलाई मैले सोधेँ। नर्स तुरुन्तै त्यहाँबाट गइन् र दौडेर ठुलो डाक्टरलाई बोलाएर ल्याइन्। डाक्टरले बताए कि चोट लागेपछि तपाईँ कोमामा जानुभएको थियो। पछिल्लो 6 महिनादेखि तपाईँ कोमामा हुनुहुन्थ्यो र आज पुरै 6 महिनापछि तपाईँलाई होस आएको छ। यो सुनेर म छक्क परेँ। मैले फेरि सोधेँ, मेरो श्रीमान कहाँ हुनुहुन्छ? नर्सले भनिन्, तपाईँको श्रीमान तपाईँलाई अस्पताल छोडेर जानुभएको थियो र तपाईँको उपचारको पैसा तिरिरहनु भएको छ। उहाँले भन्नुभएको थियो कि जब तपाईँलाई होस आउँछ तब यो चिठी दिइहाल्नु। नर्सले एउटा लिफाफा मतिर बढाइन्। ती सम्बन्ध विच्छेदका कागज थिए। मलाई अस्पतालबाट डिस्चार्ज गरियो। म तुरन्तै हवेलीतिर गएँ। कसरी हवेली पुगेँ त देखेँ कि त्यो बच्चा जो जन्मिएको थियो अब 6 महिनाको भइसकेको थियो। हवेलीको बगैँचामा त्यो बच्चा पिङमा सुतेर खेलिरहेको थियो र मेरो श्रीमान र मेरी सौता उसलाई देखेर खुसी भइरहनु भएको थियो। मेरो सबै थोक लुटिसकेको थियो। मेरो श्रीमान अरू कसैको भइसक्नु भएको थियो। अब हवेली मेरो रहेन, सबै सकिएको थियो। तिमी यहाँ किन आएकी छौ? गइहाल यहाँबाट। तिम्रो अब यहाँ कुनै काम छैन। म तिमीलाई सम्बन्ध विच्छेद दिइसकेको छु। तिमी यस्तै लायक थियौ। मेरो श्रीमानले मलाई धकेलेर घरबाट निकाल्न चाहनुभयो। मलाई विश्वास भइरहेको छैन कि तपाईँ मलाई धकेलेर यहाँबाट निकालिरहनु भएको छ। मैले अचम्म मान्दै भने त मेरो श्रीमानले जवाफ दिनुभयो, तिमीले पनि त कविताका आमा बुवालाई धकेलेर यहाँबाट निकालेकी थिए, याद छ नि? तर तैपनि मैले उनीहरूको गोप्य भेट कवितासँग गराएको थिएँ र तिमीलाई थाहासम्म भएन। अब आफैलाई धकेल्दा नराम्रो लागिरहेको छ कि केवल तिम्रो मात्रै इज्जत छ, अरू कसैको छैन? गइहाल यहाँबाट। मेरो श्रीमानले यो भनेर मलाई निकालिदिनु भयो र आज म घर घर भौतारिन्छु, भिख मागेर गुजारा गर्छु। साँचो भन्छन्, नराम्रोको नतिजा नराम्रै हुन्छ। त्यसैले सबैसँग राम्रो व्यवहार गर्नुहोस्। यो कथाबाट हामीलाई यही शिक्षा मिल्छ कि घमण्ड र अरूको पीडालाई नजरअन्दाज गर्ने मान्छे एक दिन आफै त्यही पीडाबाट गुज्रिन्छ जुन उसले अरूलाई दिएको हुन्छ। कसैको मजबुरी उसको कमजोरी हुँदैन र कसैको इज्जतसँग खेल्नु सबैभन्दा ठुलो पाप हो। समय कहिल्यै एकै नासको रहँदैन। त्यसैले यदि जिन्दगीमा सुकुन र सम्मान चाहनुहुन्छ भने सधैँ मानवताका साथ बाँच्नुपर्छ, किनभने कर्मको हिसाब यही संसारमा चुकाउनुपर्छ। साथीहरू, आशा छ यो कथाले तपाईँको मन छोएको होला। यदि तपाईँलाई यो कथा राम्रो लाग्यो भने यसलाई लाइक गर्न नबिर्सिनुहोला। आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् र तल कमेन्ट गरेर आफ्नो राय पक्कै दिनुहोस्।